आज फेरि यहाँ मेरो साथमा यहाँ उज्जर सिंह थापा गुरुजी मेरो साथमा हुनुहुन्छ। आज उहाँ थर्ड जिआरको हुनुहुन्छ र उहाँको हजुरलाई सबैलाई पहिला पनि हामीले अपडेट दिँदै आएका छौँ। उहाँको जो एउटा 6,05,475 रुपियाँको जो यामारो गर्नुभएको थियो उहाँले आफ्नो इनभ्यालिड पेन्सनको लागि, जो उहाँले जो पेन्सन ग्रेजुटी रिटायरमेन्ट ग्रेजुटी जो लिएर आउनुभएको थियो त्यो चाहिँ जम्मा गरेर उहाँलाई चाहिँ एउटा इनभ्यालिड पेन्सन को लागि जम्मा गर्नु थियो। त्यो पैसा गलत बेनिफिसरी गलत ठाउँमा जम्मा भएको कारणले त्यो पैसा हामीले धेरै कोसिस गऱ्यौँ, तर त्यो पैसा निकाल्न बडा मुस्किल भयो। उनीहरूले भनेछ कि हामीसित पैसा छैन, अगर बाइ द वे पछि पैसा भयो भने हामीले चाहिँ फर्काउने कोसिस गर्छौँ भनेर भनेको छ, तर त्यो चाहिँ हुन सक्ने स्थिति छैन अहिले। र हामीले कुनै पनि त्यस्तो खालको कोर्ट केस गर्नेको पनि अझै त्यस्तो सोच विचार केही छैन, गरिरहेन हैन। र अगर कोही त्यस्तो खालको वकिल समातेर अगर त्यसलाई भाइ 6 लाख हाम्रो पैसा यसरी डुबिरहेछ त्यसलाई चाहिँ 50-50 गरौँ या तँलाई 40-60 गरौँ यसरी गरौँ भनेर पनि कहीँ त्यस्तो गर्न पाए हुन्थ्यो भन्ने एउटा सुझाव पनि मैले उहाँलाई दिएछु। तर पनि कोर्ट केस लड्नुलाई साह्रो पर्छ, तारिक बोक्नु पर्यो, जानु पर्यो, सब एभ्रिथिङ हुन्छ। र अर्को एउटा यो पाटा छ जो एउटा पैसा छ उहाँको जो 6,05,475 रुपियाँ त्यो डुबेको पैसा त उहाँले पाउन अब मुस्किलै लाग्यो। तर अर्को एउटा अलिकति खुसीको खबर के छ भन्दाखेरि मैले एउटा डिएससी रेकर्डलाई फेरि पेन्सनको लागि उहाँको एउटा इनभ्यालिड पेन्सनको लागि के फेरि मैले त्यो पैसा जम्मा गरेर फेरि पाउन सक्छु भनेर मैले एउटा लेटर लेखेको थिएँ डिएससी रेकर्ड कन्नौरको लागि। र उहाँबाट फेरि एउटा मेल आएछ अहिले खुसीको खबर छ उहाँको लागि। र उहाँलाई भनेछ पहिला जो तैँले जो पैसा जम्मा गरेको थियो, जो यामारोद्वारा जो पैसा जम्मा गरेको थियो त्यो पैसा गलत बेनिफिसरीमा तैँले जम्मा गरिस्। पहिला एउटा यस्तो खालको एप्लिकेसन दे जसले हामी डिएससी रेकर्ड र पिसिडी चेन्नईलाई कुनै पनि असर नपरोस् र मैले भोलि बिहान तैँले केस नगरोस् कि मैले चाहिँ डिएससी कन्नौर र पिसिडिए चेन्नईलाई मैले यामारोद्वारा 6,05,475 रुपियाँ जम्मा गरेको भन्ने त्यो केस तैँले नगरोस् भनेर एउटा एप्लिकेसन फेरि मागेको छ। यो एप्लिकेसन मैले बनाएर अहिले पठाइरहेको छु, उहाँको साइन भइसकेको छ यहाँ। र अब यो मैले मेलबाट पनि पठाइदिइसकेको छु एउटा, र बाँकी एउटा उहाँ गएर हजुरलेलाई गएर स्पिड पोस्ट फेरि त्यो एड्रेस यहाँ छ, त्यो एड्रेसमा तपाईँले स्पिड पोस्ट गरिदिनु होला। अब एकदमै खुसीको कुरा उहाँ। र यो चिठी भएपछि उहाँको उनीहरूले फेरि जो एउटा इनभ्यालिड पेन्सन, किनकि 10 साल 1 महिना कति दिन 7 दिन 6-7 दिन कति उहाँले सर्भिस गर्नुभएको छ। हिजो मसित उहाँ एकजना सुबेदार साहब उहाँ जो कलरक छ हेड कलरक साहबसित पनि मेरो जो इनभ्यालिड पेन्सन डिसेबिलिटी पेन्सन ब्रान्चमा कुरा भएको छ। साहबले पनि मलाई भनेछ कि उहाँ उसको पेन्सन पाउँछ, उसले 10 साल 1 महिना 10 सालभन्दा माथि सर्भिस गरेको छ, उसले इनभ्यालिड पेन्सन पाउँछ। र मलाई यो चाहिँ एउटा छिटोभन्दा छिटो इमिडिएट एक्सन गरेर यो एउटा एप्लिकेसन उसको साइन गरेर मलाई छिटोभन्दा छिटो बाई मेल पठाइदिनु, ताकि हाम्रो यहाँको जो ओआइसी रेकर्डले छिटोभन्दा छिटो उसको इनभ्यालिड पेन्सनको लागि साइन गरेर फरवर्ड गरिदियोस् भनेर एउटा हिजो उहाँबाट मलाई मेल आएको छ। मैले फोन पनि गरेँ त्यो साहबलाई कन्ट्याक्ट गर्नुको लागि, उसले मलाई मेल गरिरहेको थियो, मैले कन्ट्याक्ट पनि गरेँ। र छिटोभन्दा छिटो मैले गुरुजीलाई फेरि खुसी खबर मैले बताइदिएँ हाम्रो उज्जर सिंह थापा गुरुजीलाई कि तपाईँको अब इनभ्यालिड पेन्सन पाउने भयो। तपाईँले यसलाई डिसेबिलिटी भन्दैन, यसलाई इनभ्यालिड भन्छ, किनकि उहाँले सर्भिस पुरा नगरेर र 10 सालभन्दा ज्यादा सर्भिस गरेकालाई डिएससी रेकर्डले इनभ्यालिड पेन्सन दिने यिनीहरूको प्लान मतलब छ, यिनीहरूको ऊ छ।
र त्यो अनुसार उहाँले पेन्सन पाउँछ। इनभ्यालिड पेन्सन पनि उहाँको लगभग टोटल एकजनाको मैले देखेँ नि तपाईँको लगभग 26-27 हजार जो आइसी छ त्यो पेन्सन तकरिबन बन्छ है। र त्यति पेन्सन बन्छ, त्यो भए पनि एकदमै ठुलो राहत भयो। त्यो कमसेकम त्यो जो डुबेको 6,05,475 रुपियाँ छ त्यो कमसेकम 1-2 सालमा त्यो कमसेकम त्यो रिकभर हुनेछ त्यो पैसा। र यो उहाँको लागि एकदमै खुसी खबर छ। र अहिले अलिकति मुहारमा अलिकति मुस्कान अलिकति आश जस्तो देखिरहेको छु। यस्तै खालको केसहरू धेरै आउँछन्, तर पनि उहाँको केस मिलाउँदा 4-5 महिना भयो म लड्दा अहिले चाहिँ पेन्सनसम्म चाहिँ अब बाँकी त्यो पुरानो जो पैसा छ जो यामारोद्वारा जो पठाएको जो कालीकोट डिफेन्स क्लब फाउन्डेसनमा जो गयो गल्तीले, त्यो पैसा त आउन अब मुस्किलै छ। अब त्यो कोर्ट केस गरे पनि मुस्किलै लाग्छ मलाई। तर यो चाहिँ एउटा पेन्सन चाहिँ पाउने एउटा ठुलो ऊ भयो। अरू कस्तो अलिकति खुसी जस्तो अलिकति हुनुहुन्छ खुसी हिजो मैले तपाईँलाई भन्दा एकदम खुसी हैन। उहाँले पैसा पनि अलरेडी त्यो जो यामारो गर्नको लागि फेरि एगेन 6,05,475 रुपियाँ लगभग तपाईँले कति लगभग 6.5 लाख कति जम्मा गर्नुहुन्छ? 6,12,000 आइसी उहाँले सुनौली ब्रान्चमा जम्मा गरिसक्नुभएको छ खोजेर पैसा। मैले त भनेको थिएँ उहाँलाई कि यो टाइम लाग्छ होला अलिकति यो प्रोसेस हुनको लागि। त्यो पैसा भयो अब निकाल्नुहोस्, त्यसलाई विथड्रल गर्नुहोस् र त्यो तपाईँले कोही ब्याजमा लिएको पैसाहरू होला त्यसलाई अब वापस गरिदिनुहोस्, पछि भयो भने खोजौँला बरु भनेर मैले हाम्रो अस्ति नै बात भएको थियो। अस्तिको दिनमा उहाँको छोराले पनि मसित कन्ट्याक्ट गर्नुभएको थियो के भयो अङ्कल पेन्सनको बारेमा के भयो भनेर। र मैले त्यही कुरा भनेको थिएँ। अचानक हिजो फेरि मेल आयो कि होइन त्यो पैसा अब छिटोभन्दा छिटो प्रोसेस गर भनेर। त्यसपछि हामीले त्यो पैसा अहिले निकाल्ने छैन, तपाईँको त्यही ब्याङ्कमा छ। त्यो अब 1-2 हप्ता 2-4 हप्तामा तपाईँ यो फेरि मेल आउला पैसा जम्मा गर यामारोद्वारा फल्ना यसरी भनेर। त्यसपछि हामीले त्यो पैसा चाहिँ फटाफट जम्मा गरेपछि तपाईँको त्यो कपी हामीले जब इलाहाबाद पठाइदिन्छ, इलाहाबाद 2-3 महिनामा तपाईँको पेन्सन चाहिँ सोझाइदिन्छ अब है। त्यही भनेको छ। अब ढुक्क हुनुहोस्, यो हामीले उहाँको साइन गराएर यो उहाँको कपी म पिसिडी इलाहाबाद र मतलब पिसिडी चेन्नई र डिएससी रेकर्डलाई कोही मतलब ब्लेम लगाउन मैले यो मेरो आफ्नै गल्ती भएको कारणले मेरो चाहिँ पैसा गलत बेनिफिसियरीलाई जम्मा गरेँ भनेर हामीले यहाँ लेखेको छ यहाँ है। बाँकी त्यही गर्नु होला। त्यो पैसालाई त्यही डिपोजिट छ त्यो ब्याङ्कमा हैन, त्यसैले हामीले चाहिँ फेरि मेन ब्रान्चमा गएर फेरि हामीले यामारो गर्दैछौँ है। खुसी अब हैन, पाओस् छिटोभन्दा छिटो। मैले उहाँको लागि गरिरहेको छु त्यो अब छिटोभन्दा छिटो त्यो पेन्सन तपाईँलाई पाउने चाहिँ एकदमै इन्तजारमा छ त्यो है। त्यो पाउँछ फेरि पेन्सन। हुन्छ, ओके ओके भाइ।